यसपालिको गरम त बुझिनै सकेन है गाइस। यस्तो पानी 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 वेदर पनि कस्तो नराम्रो भइरहेछ हो। र हामीले चाहिँ कहिलेदेखि प्लानिङ गर्छौँ केही हुँदैन, सडनली प्लानिङ चाहिँ एकदम सक्सेस हुन्छ। सो के हुनु जाँदैछ म भन्नु जाँदैछु है गाइस। अहिले चाहिँ हामी घरबाट निस्केर हाइरोड पनि पुगिसकेका छौँ। यहाँ चाहिँ एउटा सानो मन्दिर थियो तर पार भइसकेछौँ मन्दिर पनि। यो चाहिँ मादरी हाटको रेड चिल्ली रेस्टुरेन्ट हो। भन्नु त के भन्नु गाइस, तपाईँहरूलाई मेरो क्याप्सनमा हेरेरै थाहा भइरहेको होला कहाँ जाँदैछु भनेर, र पनि म भनिदिँदैछु। हामी सबैजना फ्यामिली आज माक्रापारा मन्दिर दर्शनको लागि जाँदैछौँ। माक्रापारा मन्दिर त सबैजना जानु भएकै होला, तर मेरो चाहिँ फर्स्ट टाइम हो। म चाहिँ यसपालि जाँदैछु दर्शनको लागि। माक्रापारा जाँदाखेरि नि फरेस्ट चाहिँ पुरै पार गरेर जानु पर्दो रहेछ, पुरा फरेस्टको बाटो रहेछ यो चाहिँ। मलाई त थाहा पनि थिएन, मेरो त फर्स्ट टाइम थियो। अनि यसपालि हेर्दाखेरि चाहिँ पुरै फरेस्ट पार गरेर जानु पर्दो रहेछ। यहाँ हेर्नु न कति दिनको हावा पानीले गर्दा यहाँको कस्तो सिचुएसन भएछ। गाछहरू सबै भाँचिएर कुन गाछ त झर्नै आँटिसकेको छ, कस्तो भइसकेको रहेछ। र यहाँ हेर्नु न बगानको पनि हालत कस्तो खराब भएको रहेछ। सबै बगानको गाछहरू भाँचिएर कस्तो भएको रहेछ। यत्रो ठुल्ठुलो गाछहरू भाँचिएर बर्बादै भएछ नि, बर्बाद पनि। त्यो सब हेरेर हामी चाहिँ मन्दिर पुग्नै आँटिसकेका छौँ। र यहाँको माउन्टेन कस्तो दामी भ्यू देखिरहेछ। क्यामेरामा त राम्ररी देखिनु पाएन, तर मैले हेर्दा त कस्तो दामी देखिँदै थियो। यहाँ चाहिँ बाटोबाटै देखिरहेछ मन्दिर। त्यो माथिको मन्दिर चाहिँ हो। यहाँ मजाले फोकस गर्नु पाएन क्यामेराले, तर कस्तो दामी देख्दैछ हेर्नु न। हामी चाहिँ आइ पनि पुगिसक्यौँ माक्रापारा मन्दिर। यहाँ हेर्नु बाटोसम्म पुगिसकेको छौँ, मन्दिर पनि देखिँदै होला। वहाँ हेर्नु कस्तो भिड देखिरहेछ टाढैबाट। न हामी घरबाट निस्किँदाखेरि त कस्तो धुम्म वेदर भइरहेको थियो, तर यहाँ पुग्दा पुग्दा चाहिँ घाम पनि लागिसकेको थियो। कति खुसी लाग्यो क्या घाम देखेर चाहिँ। यहाँ हेर्नु न मन्दिरमा के बिनाको लाइन लागिरहेछ पूजा गर्नलाई सबै भक्तहरू हेर्नु न। अनि यहाँ मन्दिरको बाहिर चाहिँ कस्तो मजाले दोकानपाटहरू लाउनु भएको रहेछ। मोमो चाउमिन जे खानु मन लाग्छ त्यो सबैको दोकान छ। फुच्काहरू सब कुछको दोकानहरू छ यहाँ चाहिँ, फास्टफुडहरूको अरू के मन्दिरको सामानहरू किन्ने दोकानहरू पनि छ। त्यो सब हेर्दा हेर्दा चाहिँ हामी मन्दिरको छेउमा पुगी पनि सकेका छौँ। अब सिँढी चढ्नु पर्ने छ र घाम पनि लागिसकेको छ। अब चाहिँ घामले पोल्ने होला जिउ चाहिँ। हेर्नु न कस्तो मजाले मालाहरू सजाएर राख्नु भएको छ बेच्नलाई। र मन्दिर चढ्नुभन्दा अगाडि चाहिँ पहिला सेन्डल जुत्ताहरू खोलेर जानुपर्छ, त्यही भएर म चाहिँ सेन्डलहरू राख्दैछु खोलेर। त्यसपछि चाहिँ सेन्डल खोलेर म चाहिँ सिँढीमाथि चढ्नु थालेँ। मम्मीहरू चाहिँ अगाडि नै हुनुहुन्थ्यो, जानु हुँदै थियो। चढ्नु त चढे, जानु त गयो नि, तर हेर्नु न यस्तो डेन्जर भिड छ। अनि कहिले पुग्ने होला नि माथि भगवान्। अनि यहाँ चाहिँ नानी पनि आफै सिँढी चढ्ने अरे, बोकेको त मान्दै मानिनन्, मुनि नै उत्रिने भनेर ऊ पनि सिँढी चढ्नु थालिन्। अनि यहाँ माथिबाट तल हेर्दाखेरि कस्तो राम्रो देख्छ भ्यूहरू। हेर्नु न कस्तो दामी देखिरहेछ है। अनि यहाँ चाहिँ मम्मीहरू लाइनमै लागिराख्नु भएको छ। यहाँ हेर्नु सबैजना लाइनमै हुनुहुन्छ। फाइनली हामी लाइन चढ्दा चढ्दा बल्ल माथिसम्म त पुगे, तर यहाँ पनि कम्ती भिड थिएन नि हौ बाफरे। तर गाइस सिँढीको मात्रै लाइन होइन रहेछ नि, यहाँ पनि कत्रो लामो लाइन थियो, घुमेर जानुपर्ने रहेछ नि बाफरे। यहाँ लाइन लाग्दा लाग्दा चाहिँ हाम्रो नानीले पनि साथी पाइहालिन्। ऊ खेल्दै चाहिँ ऊ चाहिँ हात पक्री हात मिलाउँदै छिन्। यहाँ चाहिँ हेर्नु न चराको घर कस्तो मजाको देखिरहेछ है, गाछमा कस्तो मजाको बनाएको रहेछ। अनि त्यो सब हेर्दा हेर्दा चाहिँ यहाँ मन्दिरमा बिहा पनि हुँदै रहेछ। कसको हो कुनी थाहा त भएन, लाइनमा लागिरहेको थियो हामी र टाइम पास पनि भयो, बिहा हुँदै रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ हामी सबै फ्यामिली लाइनमा लागिरहेछौँ, हेर्न सक्नुहुँदैछ कत्रो लामो लाइन छ पछाडि पनि। अनि चाहिँ बल्ल हामी एन्ट्री गेटसम्म पुग्यौँ लाइन पार गर्दा गर्दा। यो चाहिँ एन्ट्री गेट हो, यहाँ हेर्न सक्नुहुँदैछ कस्तो भिड छ नि र पनि है। गेटभित्र पस्नुभन्दा अगाडि चाहिँ मैले घन्टी बजाइदिएँ पहिला, अनि पसेँ। यो चाहिँ भित्रको सिन हो गाइस, तर यहाँ चाहिँ एलाउ छैन नि भिडियो फोटो सुट गर्नुको। मैले चाहिँ चुप्पो लागेर बनाइहालेको, अब पूजा गरेको त गर्नु पनि पाउँदिनँ। अनि हाम्रो भित्रको पूजा चाहिँ भइसकेको थियो, भित्र त एलाउ छैन त भिडियो बनाउनु, त्यही भएर मैले चाहिँ बनाउनु पाइनँ। र यहाँ चाहिँ मम्मी बाबा दिदी भिनाजु सबैजना मिलेर चाहिँ आफ्नो मनोकामनाको इच्छा माग्दै गाछमा चाहिँ डोरी बान्नुपर्छ। अनि मैले पनि यहाँ इच्छा माग्दै सब कुछ गर्दै, अनि यहाँ चाहिँ मैले पनि डोरीहरू बाँध्दै। यहाँ हेर्नु न गाइस हामी सबै फ्यामिलीको चाहिँ सेम कलरको ड्रेस भयो, तर मेरो र नानीको चाहिँ एकदम अलग्गै कलरको भयो नि। अनि फेरि नि गाइस यो भित्रको मन्दिरको चाहिँ यही हो, भगवान देखेको त छैन, त्यस
त्यसपछि चाहिँ मैले गएँ यहाँ घन्टीहरू बजाएर इच्छाहरू मागेँ हो, ढोगेँ। अनि त्यसपछि मम्मी बाबाहरूले पनि ढोग्नुभयो, इच्छाहरू माग्नुभयो। चाहिँ हामी बिहानदेखिको व्रतमा थियौँ। त्यसपछि हामीले 2 बजीतिर व्रतहरू तोड्यौँ। त्यसपछि चाहिँ लाग्यौँ अब चाहिँ हामी घरतिर जानलाई। त्यसपछि चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। अनि घर जाँदा जाँदा चाहिँ वीरपाडाको नाङ्लो रेस्टुरेन्ट देख्यौँ गाइस। यो चाहिँ वीरपाडाको फेमस रेस्टुरेन्ट हो, सबैजना आउनु होला। हुन्छ त गाइस, बाई बाई। नेक्स्ट ब्लगमा भेटौँला। लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला।